निजी विद्यालयहरूको छाता सङ्गठन प्याप्सनको 16औं महाधिवेशन यही फागुन 26 र 27 गते काठमाडौँमा सम्पन्न हुँदैछ। प्याप्सन केन्द्रीय कार्यालयका सचिवालय सदस्य समेत रहेका विद्या व्यायाम स्कुलका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठको उपमहासचिवको तयारी रहेको छ। जसो प्याप्सन केन्द्रीय कार्य समितिको उपमहासचिवमा उम्मेदवारी दिनुभएको छ, चुनाव नजिकै छ। तपाईले जितेको खण्डमा गर्ने कार्यक्रमको विषयमा अलिकति जानकारी गराइदिनुहोस्। धन्यवाद। प्याप्सनको यो आन्तरिक जीवनको 3 वर्षमा आउने महाधिवेशन आज हामी यही फागुन 26 र 27 प्रज्ञा भवनमा आयोजना गरिरहेका छौँ र त्यसमा देशभरिबाट 1479 प्रतिनिधिहरूले सहभागिता जनाउँदै हुनुहुन्छ र यो काठमाडौँमा हुने कार्यक्रम भएको हुनाले म काठमाडौँको पूर्व अध्यक्ष प्याप्सनको पूर्व अध्यक्ष पनि भएको हुनाले म सम्पूर्ण डेलिगेट्सहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। वास्तवमा हामीले अहिले प्याप्सनमा जुन ढङ्गको उचाइका साथ नेतृत्व गरिरहेका छौँ, विगत लामो 25 वर्षदेखि हामी कुनै न कुनै तहमा चाहिँ जुन प्याप्सनको गतिविधिलाई अगाडि बढाउनको लागि, शैक्षिक गतिविधिलाई अगाडि बढाउनको लागि हामी जुन तहमा नेतृत्वकारी भूमिकामा अगाडि बढिरहेका छौँ। आज 3 वर्ष कार्यकाल आउँदाखेरि पूर्व अध्यक्ष र केन्द्रीय सचिवालयको सदस्यको नाताले अहिले मेरो उम्मेदवारी चाहिँ उपमहासचिवमा दिएका छौँ र यो चाहिँ मेरो नितान्त मेरो भन्दा पनि तपाईँको आम काठमाडौँ जिल्ला र आम 77 जिल्लाका प्याप्सनका अध्यक्षहरूको आग्रह अनुसार चाहिँ मैले आफ्नो उम्मेदवारी दिएको हुँ र सबै साथीहरूको हिसाबले चाहिँ योग्यतम र काबिल साथीहरूको हिसाबले चाहिँ त्यो पदमा चाहिँ सुइटेबल तपाईँ हुनुहुन्छ भन्ने हिसाबले आग्रह गरेको हुनाले र मेरो पनि तपाईँको यो 25 वर्ष यो प्याप्सनको एउटा जीवनमा होइन जुन खालको किसिमको एउटा नेतृत्वमा म स्थापित भएँ, जुन ढङ्गले तपाईँको आफ्नो अनुभव, आफ्नो दक्षता, आफ्नो योग्यता अनि प्याप्सनमा मैले त्यो प्रदर्शन गर्न पाएँ, त्यो काबिल त्यो एउटा विभिन्न कालखण्डमा गरेको नेतृत्व हिसाबले आम साथीहरूको आग्रह अनुसार मेरो पनि इच्छाअनुसार मैले देशव्यापी रूपमा साथीहरूको एउटा आशालाई टुटाउन नदिनको लागि र प्याप्सनको दरिलो भरिलो र आम रूपमा शैक्षिक एउटा एकाडेमिक एउटा व्यवसायिक खालको सङ्गठन, पेसागत सङ्गठन निर्माणको लागि लामो समयदेखि अगुवाई गर्दै आएकोले मैले त्यो खालको किसिमले चाहिँ उम्मेदवारी दिएको हुँ र त्यो ढङ्गले एउटा प्याप्सनको झन्डालाई अझ उच्च स्तरमा फहराउनको लागि मेरो नेतृत्व त्यहाँ आवश्यक छ भन्ने ठानेर मैले त्यो उम्मेदवारी दिएको पनि छु र त्यो विजयको मैले सुनिश्चित पनि मैले साथीहरूबाट पाएको छु। प्रमुख कामहरू मोटामोटी रूपमा 1, 2, 3 भनेर भन्नुपर्दा तपाईँले जितिरहँदाखेरि अलिकति जानकारी गराइदिनुहोस्। होइन, मैले तपाईँको प्याप्सनमा लाग्दाखेरिदेखि विगत 25 वर्षदेखि लागिराख्दाखेरि तपाईँको पहिलोचोटि महाधिवेशन प्रतिनिधि भएँ। 3 कार्यकाल मैले जिल्ला कमिटीको सदस्य भएँ, 2 कार्यकाल उपाध्यक्ष भएँ, काठमाडौँको 2 कार्यकाल अध्यक्ष भएँ र एउटा सफलतापूर्वक ढङ्गले केन्द्रीय सचिवालय सदस्यमा रहेर एउटा प्याप्सनको गतिविधिलाई नयाँ उचाइका साथ लैजानलाई जिम्मेवारी पनि पाएर त्यो जिम्मेवारी पुरा पनि गरेको छु र भोलिका दिनमा पनि म उपमहासचिवमा निर्वाचित हुँदै गर्दा उपमहासचिवमा बसेर काम गर्दै गर्दा तपाईँको राष्ट्रव्यापी रूपमा अहिले जे खालको निजी विद्यालयको पक्षमा चाहिँ जे खालको एउटा माहौलहरू सिर्जना भइरहेको छ, निजी विद्यालयले पुर्याइरहेको शिक्षाको योगदान होइन, तपाईँको त्यो गुणस्तरीय शिक्षाको योगदान, तपाईँको आम रूपमा तपाईँले यति ठुलो ढङ्गले चाहिँ तपाईँको रोजगारीको सिर्जना गरेको अवस्था सबै कुराहरू हेरेर पनि तपाईँको अहिले जे खालको एउटा शिक्षा ऐन पनि तपाईँको संसदमा त्यो समितिमा छलफल चलिरहेको छ, यसलाई निजी एउटा विद्यालय मैत्री ढङ्गले घोषणा गर्ने र सङ्गठनलाई एकताबद्ध ढङ्गले अगाडि बढाउने र सामूहिक एउटा नेतृत्वको प्रणालीलाई स्थापित गरेर होइन तपाईँको अन्तर्राष्ट्रिय स्तरमा जे खालको एउटा शिक्षाको पद्धति विकास भइरहेको छ होइन 21st सेन्चुरी 14औं खालको शिक्षाको विकास होइन तपाईँको प्रविधि मैत्री खालको विकासहरू, व्यावसायिक शिक्षाहरू अनेकन खालका कुरालाई चाहिँ तपाईँको स्थापित गरेर सबै देशभरिमा रहेका प्याप्सनका आबद्ध भएका सबै विद्यालयमा त्यो पहुँच स्थापित गर्ने हिसाबमा हामीले कार्यक्रम दिनको लागि पनि मेरो उम्मेदवारी हो र त्यो ढङ्गले अगाडि बढ्नको लागि म अगाडि बढिरहेको छु र अभिभावकको क्षेत्रमा तपाईँको विद्यालयको क्षेत्रमा आम अभिभावकहरू, आम शिक्षकहरू, आम सञ्चालकहरू र लगानी गर्ने सबै लगानीकर्ताको स्वामित्वको रक्षादेखि लिएर सबै खालका अनेकन कार्यक्रम मलाई चाहिँ त्यो खालको लन्च गरेर प्याप्सनलाई एउटा मजबुतीकरण ढङ्गले अगाडि बढाउने संस्थात्मक विकास हुन लागि मैले आफ्नो उम्मेदवारी दिएको छु। त्यो अनुसारको मेरो प्लान गरेर काम गर्ने मैले त्यो प्रतिबद्धता व्यक्त गरेको छु।